नमस्कार, तपाईहरु यति बेला सामुदायिक रेडियो कोहलपुर एफएम 101.5 मेगाहर्जको यो कार्यक्रम डबली सुन्दै र हेर्दै हुनुहुन्छ। प्रविधि संयोजनमा प्राविधिक साथी जनता रहेका सँगै म कपिल अन्जान उपस्थित भइसकेको छु। आजको यो बसाइमा हामी केही महत्त्वपूर्ण कुराकानी गर्नेछौँ, भलाकुसारी गर्नेछौँ। विशेष गरी पश्चिम नेपाल अभिनयको क्षेत्रमा एकदमै अगाडि छ। यो सन्दर्भमा मैले तपाईहरुलाई जोडिरहेको छु। विगत लामो समयदेखि थुप्रै दशक भइसक्यो यहाँका थुप्रै व्यक्तित्वहरू राजधानीमा गएर आफ्नो स्थान जमाइसक्नु भएको छ। यसै सन्दर्भमा रहेर आज हामी भलाकुसारी गर्ने तयारी गरिरहेका छौँ। हामीसँग स्टुडियोमा हुनुहुन्छ एक्टिङ स्टार 2025 का विजेता आदरणीय व्यक्तित्व, म बाँकेकै चेली भन्छु। विशेष गरी बाँकेको नाम रोशन गर्न उहाँको अहम भूमिका रह्यो। 2025 लाई उल्लासमय बनाउनु भएको छ। हामीसँग नबिना राणा भाटजी हुनुहुन्छ। नबिनाजी, यहाँलाई हार्दिक स्वागत गर्दछु कार्यक्रम डबलीमा। थ्याङ्क यू सो मच सबैजनालाई। थ्याङ्क यू सो मच यसरी मलाई इन्भाइट गर्नुभयो। नमस्ते, म नबिना राणा भाट, एक्टिङ स्टार सिजन 1 को विजेता, नेपालगञ्ज बाँके पश्चिमको चेली। अनि तपाईँको अहिलेको बसाइ पढाइको सिलसिलामा तपाईँ काठमाडौँमा हुनुहुन्छ होइन? यो पश्चिम क्षेत्र आफै पनि एकदमै राम्रो सम्भावना भएको ठाउँ हो। यहाँ थुप्रै यस्ता कुराहरू छ जसलाई ब्रान्डिङ गर्नुपर्ने छ केन्द्रमा लगेर। यहाँ पश्चिम क्षेत्रमा त आफै पनि भइरहेको छ। तपाईँ त्यो पढ्दै पनि अनि अभिनयलाई कसरी संयोजन गर्न भ्याउनुभयो? मैले चाहिँ ब्याचलर गर्दाखेरि चाहिँ हाम्रो कलेजमा थिएटर क्लब छ, अनि त्यसबाट चाहिँ सँगसँगै नाटक पनि गर्ने, सँगसँगै ब्याचलर पनि गर्ने नै भयो कि म त्यो ड्युरेसन आफैले टाइम म्यानेज गर्दै नाटक पनि गर्ने अनि एक्जाम आएको बेलामा पढ्ने, त्यसरी चाहिँ मैले मेरो 4-5 इयर्स चाहिँ त्यसरी मैले समय बिताएँ। तपाईँ नेपालगञ्ज भनिरहँदा अब अहिले यो समकालीन तपाईँको उमेरका रसिक राज होइन, त्यसपछि सगुन पोखरेल कोलपुरकै हुनुहुन्छ, रसिक भाइ नेपालगञ्जकै हुनुहुन्छ, तपाईँ पनि त्यसमा जोडिनु भयो, थपिनु भयो भन्छु म चाहिँ। यो किन यो श्रृङ्खला थपिएकै राम्रो भन्छु होइन? जसरी भए पनि नेपालगञ्ज अथवा बाँके जिल्ला समग्र पश्चिमलाई चिनाउन तपाईँहरूको अहम भूमिका रह्यो भन्छु। तपाईँ झन्डै कतिौँ महिनाको यात्रा तपाईँको तय भयो त्यो एक्टिङ स्टारको सिजनमा सुरु अडिसन भए पश्चात विजेता बन्नेसम्म कति समय लाग्यो? पोहोर साल दसैँ तिहार पछि चाहिँ मैले डिजिटल राउन्डको लागि भिडियो पठाएको थिएँ, अनि त्यसपछिको लगत्तै 1 महिनामा हाम्रो फिजिकल भयो, अनि त्यसको 1 महिना कि 2 महिना पछि चाहिँ हाम्रो टिभी राउन्ड भयो। सो भनेपछि पोहोर सालको दसैँदेखि अहिलेको दसैँसम्म भनौँ न लगभग 1 वर्ष, तर एक्चुअलीमा चाहिँ ब्याक टु ब्याक गरेको चाहिँ 9 महिनादेखि 8 महिना जति भयो। यो बिचमा तपाईँले कति पटक त्यहाँ पर्फर्म गर्नु पर्यो स्टेजमा गएर? मैले स्टेजमा लगभग 13 देखि 14 वटा पर्फर्मेन्स गरेँ। 14 वटा? हजुर। यसमा सरदर हेर्ने हो भने झन्डै 1 महिना अथवा 20 दिनमा एउटा जस्तो पर्ने रहेछ। होइन नि सर, पहिला चाहिँ 1 महिनामा चाहिँ हाम्रो सुट हुन्थ्यो भने पछि चाहिँ हप्तामा एउटा सुट हुन थाल्यो। हप्तामा हुन थाल्यो? 1 हप्तामा एउटा पर्फर्मेन्स, 1 हप्तामा एउटा पर्फर्मेन्स, त्यस्तो भएर 6-7 पर्फर्मेन्स हामी लगातार हप्तै पछि गरिरहेछौँ। मैले केही तपाईँका त्यो पर्फर्महरू प्रस्तुतिकरण हेर्ने अवसर पाएँ। मलाई एकदमै घतलाग्दो, जति बेला एउटा उत्कर्षमा थियो एउटा प्रेमको जोडी विवेक पङ्गेनी र सृजना सुवेदीको। तपाईँ अब विवेकजी आफै पनि बर्दियाकै हुनुहुन्थ्यो, उहाँ अब यो संसारमा नरहे पनि उहाँको एउटा प्रेम कथालाई यस्तो मजासँग तपाईँले जोडिदिनु भयो। वास्तवमा कहिलेकाहीँ कस्तो हुँदो रहेछ भन्दाखेरि म पनि लेख्छु, गजल कविता लेख्छु, मलाई रुचि छ साहित्यमा। मैले आफूले लेख्नुभन्दा अगाडि त्यो फिलिङ्समा डुबेपछि कतिपय ठाउँमा रोइदो रहेछ, हाँसिदो रहेछ भन्ने मलाई चाहिँ थाहा छ। म चाहिँ एज अ कलाकार तपाईँ त्यो प्रस्तुतिकरण अथवा त्यो स्क्रिप्ट पढ्ने बेला तपाईँलाई त्यो लाग्यो सुरुमा भक्कानिनु भयो, अथवा त्यो गेरुवाको केसमा होइन कुनै लास जलाउनु पर्ने अवस्था आयो, बच्चाहरूलाई सेक्नुपर्छ, त्यसको लागि पनि लास हामी जल्न तयार छौँ भन्ने सेन्सहरूमा तपाईँ कतै भक्कानिनु भयो, केही देख्नुभयो तपाईँले? यस्तो भयो, सृजना दिदीको स्टोरी चाहिँ मैले पहिल्यै थाहा थियो हामीलाई, अब सबैलाई नेपाललाई संसारलाई थाहा भएको स्टोरी हो। त्यतिखेर दिदी एज अ वुमन एकदमै इन्सपायर गर्नुहुन्थ्यो मलाई, एकदमै स्ट्रेन्थ, दिदीको त्यो स्ट्रेन्थ, आफू कसरी मोटिभेटेड भएर बाँचिराख्नु भएको छ अथवा त्यो लाइफ शैली कसरी गुजारिराख्नु भएको छ, त्यो एक्सपिरियन्स चाहिँ एकदमै दिदीको चाहिँ इन्सपायर गर्थ्यो कि। अनि दिदीकै स्टोरी लिन्छु भन्ने पनि स्योर थिएन, तर ट्रिब्युट एक्ट गर्ने भएपछि चाहिँ आफ्नै पश्चिमको स्टोरी, आफ्नै बर्दियाकै स्टोरी गर्छु म भन्ने भएर अनि दिदीको स्टोरी पिक गरेको थिएँ। अनि त्यतिखेर चाहिँ त्यो पर्फर्मेन्स बनाइराख्दाखेरि चाहिँ एकदमै गाह्रो भएको थियो मलाई। अनि झन् बनाइसकेपछि, जब पर्फर्म गरिसकेपछि चाहिँ जब रित्तिएँ नि म, तब मलाई एकदमै गाह्रो भयो। तबको
दिदीको त्यसपछिको अर्को पर्फर्मेन्स गर्दाखेरि चाहिँ मेरोमा एनर्जी थिएन, स्ट्रेन्थ थिएन, म बोल्न सक्थिनँ। अर्को पर्फर्मेन्समा मेरो त्यति धेरै योगदान पनि भएन, मेरो को एक्टरलाई चाहिँ अलिक गाह्रो भयो त्यतिखेर। अनि त्यो सँगसँगै गेरुवाको गाउँपालिकाको कथा त मलाई रिसिभ गर्न पनि गाह्रो भइरहेको थियो, बिकज यस्तो घटना भइरहेको हुन्छ अनि हामीले सुनिरहेको पनि हुन्छौँ, कतिपय इग्नोर पनि गरेर हुन्छौँ, कतिपय नजिक पनि आउँदैन त्यो कथा, त्यतै हराइहाल्छ। अनि त्यो स्टोरी चाहिँ अनि जब स्टेजमा पर्फर्म गर्नभन्दा अगाडि म ब्याक स्टेजमै त्यो कथामै अल्मलिरहेको थिएँ कि त्यो दिमागमा घुमिरहेको थियो। अनि त्यहाँदेखि नै म इमोसनली गाह्रो भइरहेको थियो। अनि झन् स्टेजमा आएपछि चाहिँ अनि एउटा ब्याक स्टोरी स्ट्रङली लिएर आएँ म स्टेजमा। अनि स्टेजमा चाहिँ एकदमै त्यो भावुक फिल भएको थियो मलाई, झन् साँच्चीकै म त्यही छु जस्तो फिल भएको थियो। जस्तो मैले भन्न खोजेको अर्थ तपाईँ तुलना गर्नुहोस् भनेको चाहिँ होइन, तर तपाईँ एउटा वियोगान्त प्रेमको कथा उठाउँदा र अथवा समाजमा अहिले देखिरहेको एउटा कुनै समुदाय सोना खोना जुन जाति अहिले खोला किनारमा बसेर आफ्नो जीविकोपार्जन चलाइरहेका छन्, जससँग अथवा भूमिहीन भनौँ, उनीहरूसँग जग्गा छैन, जमिन छैन, उनीहरूलाई लास पनि कहाँ लगेर जलाउने अथवा कति लैजाने, कहाँसम्म लैजाने भन्ने मलामी पनि नपाउने, जग्गा जमिन नपाउने अवस्थामा उनीहरू छन्। त्यो कथा ठ्याक्कै तुलना चाहिँ नगर्नुहोस् भन्छु म चाहिँ। तर त्यो फरक पाटोलाई प्रस्तुतिकरण गर्दा मैले न्याय गरेँ भन्ने तपाईँलाई कतिको लाग्दछ? आफू आफ्नो वेमा हेभी छ, हरेकको स्टोरीमा केही न केही कुरा छ। अनि जसले गर्दाखेरि चाहिँ कतै न कतै उहाँहरूले जति एक्सपिरियन्स गर्नुभयो त्यहाँसम्म त म पुगिनँ सर, होइन, त्यो वास्तवको कुरा हो। जति आमाले भोग्नुभयो त्यो त मैले भोग्न सक्दिनँ नि। स्टेजमा त्यो क्षणिक मोमेन्टमा मैले एउटा सर्टेन अमाउन्टको एक्सपिरियन्स त गरेँ, तर द वे दे हेभ गन थ्रु त्यो यस्तो ट्रमेटिक एक्सपिरियन्स त्यो सबै मैले एक्सपिरियन्स गरिनँ। तर आई फिल एज एन एक्टर मैले सर्टेन अमाउन्टसम्म जस्टिस चाहिँ गरेँ भन्ने म आफूमा चाहिँ एउटा ट्रस्ट चाहिँ छ। मैले अब अलिकति फरक प्रसङ्गमा कुरा गरौँ। यो पछिल्लो हावर काठमाडौँमा म जाँदा केही मैले थिएटर हेर्ने अवसर पाएँ। काठमाडौँ जाँदा म हेर्छु, किनकि मलाई एकदम लगाव हुन्छ, हेर्छु। 2-3वटा मैले हेर्न भ्याएको थिएँ, सङ्गीताजीहरूको हेरेँ, त्यसपछि केदार श्रेष्ठले एकचोटि मेरो पनि हेर्नु पऱ्यो नि यार, मैले डाइरेक्सन गरेको हेर्नु पऱ्यो भन्नुभयो। त्यसपछि म मण्डला थिएटर गएँ, एकजना साथीहरू म गयौँ। त्यहाँ जाँदा 72 मेगाहर्ज भन्ने लागिरहेको थियो। एउटा सन्तान होइन, सन्तानलाई कसरी त्यो नहुँदा अथवा एउटा सन्तान जन्मिरहेको हुन्छ र कसैको डेथ भइरहेको हुन्छ भन्ने सेन्समा बनाइएको थियो। त्यो हेर्दा हेर्दा म यतिपटक एकजना पत्रकार बहिनी हुनुहुन्थ्यो, हामी 2जना गएका थियौँ, यति म रोएछु होइन। त्यो आफूलाई त्यो मेरो रुमाल मलाई लाग्छ भिजेको थियो, पुरा रुमाल। अब मलाई जान्न मन लागेको कुरा, म त कलाकार होइन, म त एउटा श्रोता दर्शक पाठक मात्रै रहेँ। त्यसरी हेर्दा कलाकार चाहिँ कति रुन्छ स्क्रिप्टमा, त्यसपछि पर्फर्म गर्दा र पछि दर्शक भएर कलाकार 3 पटक रुन्छ। कहाँनिर बढी हिट हुन्छ? एज अ एक्टर जब मैले स्टेजमा पर्फर्म गरिराख्दाखेरि चाहिँ त्यहाँ चाहिँ कस्तो हुन्छ, इमोसनली एकदमै हेभी भइदिन्छ क्या त्यो मोमेन्ट, किनकि म लिभ गरिरहेको हुन्छु। अनि अब जस्तो एउटा इक्जाम्पल चाहिँ अब मैले पर्फर्म गर्दा सृजना दिदीको स्टोरी पर्फर्म गर्दा चाहिँ त्यहाँ भएको विवेक मेरो आफ्नो विवेक जस्तो फिल भएर मलाई एकदमै गाह्रो भएको थियो त्यतिखेर चाहिँ। म आफ्टर पर्फर्मेन्स पनि एकदमै रोएँ, एकदमै मलाई हेभी भयो। तर अब जब रिसिभ गरिरहेको हुन्छ, रिसिभ गर्दा र जब सकिँदा चाहिँ इक्वल अमाउन्ट हुन्छ भने पर्फर्म गर्दा चाहिँ गाह्रो भएको थियो मलाई चाहिँ। सुरुमा चाहिँ स्टोरी सुन्दा गर्दा एक्सपिरियन्स गर्दा मन रुन्छ, तर स्टेजमा भएपछि आँखा रोयो। अनि पछि झन् त्यो जिउ नै के अरे एकदमै विकनेस भएर चाहिँ जिउ नै रोको जस्तो फिल भयो कि एट द एन्ड सकिसकेपछि। सो त्यो 3टा एक्सपिरियन्स चाहिँ भयो मलाई त्यो स्टोरी गर्दाखेरि, अनि अरू पनि स्टोरिजहरू गर्दाखेरि पनि त्यस्तै एक्सपिरियन्स भयो। तपाईँ विजेता भएर त्यो ट्रफी उचाल्दा अथवा त्यो एनाउन्स हुने बेला म यति खुसी भएँ, भावुक पनि भएँ होइन। मलाई एउटा के गर्व चाहिँ फिल भयो भन्दाखेरि कमसेकम एकजना पश्चिमको चेलीले गएर केन्द्रको समग्र नेपालकै भनौँ न त्यो एउटा गौरवको विजेता भएर त्यो ट्रफी उचाल्नु भयो भन्नेमा चाहिँ मलाई एकदमै गौरव लागेको थियो। मैले धेरै पटक त्यो पनि हेरेँ, तपाईँको त अझ त्यो विवेकजीको र सृजनाजीको यति पटक हेरेँ, त्यो गिरुवाको पनि एकदमै मलाई। त्यसपछि मैले केही हेर्न पाएन, त्यसपछि पनि फेरि फर्दर हेरौँला अब होइन। मलाई लाग्ने कुरा चाहिँ अब जस्तो हाम्रो समाजमा यी कुराहरू यति राम्रा कथाहरू छन्, जस्तो तपाईँ नेपालगञ्जकै हुनुभयो, जो वर्षौँ अगाडिदेखि पनि अहिले चरा मारेर जीविका चलाउने जातिहरू पनि यही हुनुहुन्छ। सोनाखोनाको मैले कुरा प्रसङ्ग जोडिहालेँ। त्यसपछि अहिले पनि त्यहाँनिर ठ्याक्कै त्यो महेन्द्र पार्कको छेउमा
घाँस मन्डी छ एउटा होइन, घाँस मन्डी, त्यहाँ घाँस बिक्री हुन्छ र घरमा भएका बाख्राहरू खसी बोका भनौँ न, अब त्यो मुस्लिम समुदायकोले ईदमा अलि बढी त्यो बकर ईदमा खसी बोकाहरूको त्यो प्रचलन भएको हुनाले त्यसमा खुवाउनको लागि अथवा घोडाहरूको लागि खच्चरहरूको लागि भनौँ न खुवाउनको लागि त्यो बिक्री गर्नुहुन्छ। ती कथाहरू पनि उठाउन सकेको भए अझ न्याय हुन्थ्यो। अथवा तपाईँले त्यस्ता हाम्रै भेगमा भएका कथाहरू म चाहिँ अब उठाउँछु होइन, मसँगै अरू अरू भाइ बहिनीहरूलाई पनि म अग्रजहरूलाई समेटेर भाइ बहिनीहरूलाई पनि अगाडि जोड्छु भन्ने त्यस्तो केही देख्नु भएको छ। ती कथाहरू पनि जोड्छु र अब चाहिँ मेरो प्लान भनेको म पश्चिमलाई उठाउँछु भन्ने के सपना देख्नु भएको छ तपाईँले? अब हजुरहरूलाई अब यहाँ सानो एउटा अनाउन्स चाहिँ गरिदिइहाल्छु मैले चाहिँ मलाई चाहिँ यो जर्नीमा चाहिँ कति धेरै स्टोरिजहरू गर्नु, कति धेरै स्टोरिजहरू चाहिँ यो स्टोरी चाहिँ किन आएन भनेर भन्नुभएको थियो कि यहाँ हाम्रो नेपालगञ्ज पश्चिमबाट मलाई रिक्वेस्ट गरिराख्नु भएको थियो। त्यो स्टेजमा चाहिँ यो स्टोरी चाहिँ जसरी पनि आउनुपर्छ, तर कतिपय स्टोरी चाहिँ के हुन्छ भने इट टेक्स टाइम, त्यो अब रिसिभ गर्न पनि टाइम लाग्छ, अनि कति त्यो रिसर्च गर्न टाइम लाग्छ, अनि कति जस्टिस फिल हुँदैन त्यो स्टेजको लागि, स्टेजमा गर्दाखेरि अलिक जस्टिस हुँदैन कि अझै टाइम दिएर गर्नुपर्छ कि जस्तो लाग्छ कि कुनै कुनै स्टोरी। अनि अब चाहिँ मेरो नेक्स्ट मैले एउटा सर्ट फिल्म गर्ने योजना गरेको छु अब बिस्तारै। अब इट माइट टेक 2-3 months, कति लाग्छ थाहा छैन, तर हाम्रै पश्चिमको स्टोरी, हाम्रो छौपडी प्रथाको स्टोरीको बुनेर बनाउने सोचिरहेको छु। अब लेट्स सी वेयर इट टेक्स। अनि त्यसरी चाहिँ अब तपाईँले भने जसरी मलाई थाहा भएको, मेरो आफन्तलाई थाहा भएको, अथवा नेपालगञ्जमा एकदमै धेरै सेन्सिटिभ इस्युजहरू जुन जुन छ त्यो इस्यु रिलेटेड म केही न केही त बनाउँछु सर। त्यो मैले चाहिँ अब अहिले एउटा गरेँ भने अब बिस्तारै कुन स्टोरीलाई चाहिँ बढी जस्टिस चाहिरहेछ त्यो अनुसारले म बिस्तारै बिस्तारै गर्छु भन्ने चाहिँ। मलाई अलिकति यो डकुमेन्ट्री पेसा मेरो आफ्नो ब्याकग्राउन्ड त्यो भएको हुनाले केही नेपालगञ्जमा हराउन थालेका लोप लगभग भइसक्यो जस्तो लाग्छ मलाई। टाङ्गावालाको एउटा कथा छ कि होइन, अनि त्यो टाङ्गावालाको कथा यति सशक्त छ, मैले त्यो भिडियो गर्ने बेला टाङ्गा चलाएर उसले आफ्नो जीविकोपार्जन गरेको एउटा केही प्रसङ्गहरू थियो। त्यस्ता लोप हुन थालिसकेका कुराहरूलाई पनि सायद उठाउन सकिन्छ होला यदि सर्ट स्टोरी गर्नुभयो भने तपाईँले। अर्को कुरा, यो अलिक अगाडि हामीले केही नाटकहरू यहाँ कोलपुरमा युद्धका घाउहरू 2.0 देखायौँ, हामी केही साथीहरू थियौँ कोलपुरमै देखायौँ। त्यसपछि चुनाव ताकै पनि केहीहरू नाटकहरू गरेका थियौँ, सेपी र मण्डलाको कोर्डिनेसनमा हामीले गऱ्यौँ, कोलपुरमै गऱ्यौँ। उहाँहरूको त्यो एउटा गाडी नै हुँदो रहेछ, ल्याएर मजासँग आएर ट्रकमा ल्याएर देखाउनु भएको थियो सो। यो दसैँमा पनि हामीले संयोजन मिलाउने कि भनेर घिमिरे युवराज दाइले भन्नुभएको थियो, हामी सकेनौँ त्यति बेला। अब त्यो प्लानिङ पनि भएन, ठ्याक्कै जेन्जीको आन्दोलनको त्यो प्रभावहरू जस्तो अथवा त्यो छनकले गर्दा भएन, हामीले गर्न सकेनौँ। मैले त मेरो नेतृत्वमा पूर्णिमा साहित्य प्रतिष्ठान 1 वर्ष चलाएँ, जसमा हामी पश्चिम नेपालमै नारायणी कटेपछि एउटा ठुलो बृहत थिएटर हल बनाउँछौँ भन्ने अभियान चाल्यौँ। 2 कट्ठा जग्गा पनि कोलपुर नगरपालिकाको पूर्व निवर्तमान भरौँ नुटबहादुर राउत र सञ्जु चौधरी उपमेयरले छुट्याइदिनु भएको छ। अहिले पनि छ हामीसँग 2 कट्ठा जग्गा र डिपिआर भएको छ ठुलो, झन्डै टुरिज्म बोर्ड भन्दा पनि राम्रो भवनको डिपिआर भइसकेको छ। अब चाहिँ के हुन्छ थाहा छैन मलाई, त्यसपछिको साथीहरूले त्यो लिङ्क गर्नु होला, तान्नु होला। अब जस्तो काठमाडौँ गएर म नाटक सिक्छु भन्नेहरूलाई चाहिँ के छ सम्भावना? तपाईँले गरेको स्ट्रगल अथवा त्यहाँ चाहिँ कतिको प्रभावकारी देख्नुहुन्छ तपाईँले? खर्च पनि चाहियो, त्यो अडिन सक्ने अवस्था के छ? म त सङ्गीताजीसँग हरेक दिन जस्तो भेट हुन्छ काठमाडौँ गएपछि, सङ्गीता थापासँग मेरो साथी पनि, अनि उहाँले एकदम चुनौती छ, अहिले चाहिँ बिस्तारै ठिक हुँदैछ भन्दै हुनुहुन्छ। अनि तपाईँ ठ्याक्कै यहाँको पर्नुभयो, यहाँको भाइ बहिनी जानुभयो भने सम्भावना के छ? अब यस्तो छ, अब थिएटर नै मात्रै गर्छु भनेर चाहिँ गाह्रो हुन्छ। अब थिएटर सिक्न जान्छु भन्ने कुरा छुट्टै भयो, तर थिएटरमै मात्रै लाइफ गुजारा गर्छु भन्ने चाहिँ अझै स्ट्रगल छ, अझै काम पाउन गाह्रो छ। अझै अब कुनै ठाउँमा आबद्ध भएर काम सिक्दै सिक्दै गयो भने इट माइट टेक 3-4 years। अब जस्तो सरकारी जागिर गरे जस्तै पनि भयो नि त, बिस्तारै 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 हुने हो। अनि हरेक कुरा त अब छिट्टै हुन्छ भन्ने पनि छैन, पेसेन्टली तपाईँले समय दिन सक्नुहुन्छ। अनि यदि अब देयर आर कलेजहरू युनिभर्सिटी नभए पनि संस्थाहरूमा चाहिँ तपाईँले एप्लिकेसन पठाएर फाइनेन्सियली पनि तपाईँले गर्न सक्नुहुन्छ जस्तो लाग्छ मलाई। अहिले बुझिदिनु जस्तो लाग्यो, यो क्षेत्रबाट आएको छु म अनि मलाई सर्टेन स्कलरसिप दिन मिल्छ भनेर आफैले अप्रोच गर्ने हो।
उनीहरूले त गर्दैन, उनीहरूले त दे वान्ट ट्यालेन्ट्स, बट आफूले जबसम्म आफू अगाडि बढिँदैन तबसम्म त आफूले बाँधेर भएन नि त। सो यहाँको युथलाई चाहिँ म के भन्छु भने मलाई पनि अब नेपालगञ्जमा चाहिँ एउटा थिएटर भएको भए केही नभए पनि सँगै खेल्न मिल्ने साथीहरू हुन्थ्यो, सँगै त्यो नाटक गर्दाखेरिको त्यो रमाइलो, त्यो रिहर्सल गर्दाको रमाइलो, त्यो दौडपिट हुन्छ नि, त्यो प्रडक्सन बनाउँदाखेरिको त्यो केयसहरू चाहिँ मलाई एकदमै रमाइलो लाग्छ कि। त्यो त्यहीँबाट नै हो जे सिक्ने भनेको, त्यही थिएटरबाट नै हो सिक्ने। एज अ पर्सन, एज अ लाइफबाट सिक्ने कुराहरू, एज एन एक्टर सबै थिएटरबाट नै सिक्ने हो। सो यदि तपाईँलाई चाहनुहुन्छ, तपाईँले गर्नु मन छ भने कति धेरै हुनुहुन्छ। मैले सिकेको चाहिँ कथा घेर कौशी थिएटर हो, टेकुमा छ, अनि हो त्यो पनि एकदमै राम्रो छ। सुदाम सर र आकांक्षा दिदीले एकदमै राम्रो क्लासहरू दिनुहुन्छ। बोधिचित्त कि के भन्ने चाहिँ नाटक हेरेँ मैले सङ्गीताजीको, त्यही गरी हेरेको थिएँ। ए हजुर, बोधिसत्व हो, परार सार हो सायद, हो त्यहाँ छ, शिल्पी छ, मण्डला छ, अनि यो चाहिँ 3टा अलि चल्दो बल्दो नाम भयो। तर यो बाहेक पनि अरू थिएटरहरू पनि छ त्यहाँ जहाँ गराइराख्नु भएको छ। एभ्री इयर क्लासेसहरू हुन्छ, एभ्री मन्थ क्लासेस, केही न केही 2-3 महिनामा क्लासेस भइरहेको हुन्छ। सुनिल पोखरेल दाइलाई पनि यो बिचमा भेटेँ होइन, नेपालगञ्ज अब उहाँकै म्याडम अलिक कुलपति हुनुहुन्छ के अरे नाट्य सङ्गीतमा, उहाँसँग पनि भेटेँ हामी, यसो गर्दैछौँ भने। तपाईँले त्यो भनेपछि ठ्याक्कै मलाई त्यो थिएटरकै कुरा आयो कि झन्डै हामीले 5 करोड हाराहारीमा 3-3.5 तलाको एउटा डिपिआर राम्रो बनाएका थियौँ, आवाजसहितको कलाकारहरूलाई राख्न सकिन्छ भनेर। म त यति धाएँ, मन्त्रीहरू धाएँ, कर्मचारी धाएर थाकेँ। मेरो पालामा 3 पटक जस्तो सरकार परिवर्तन भयो, परिवर्तन भएपछि चासो नदेखाउने भएपछि मैले त अब यो सकिँदो रहन्छ भनेर म जतिको एउटा युवा थाक्यो भनेर मैले हात ठडाइदिएँ। म सक्दैन, यो गाह्रो काम रहेछ भन्ने चाहिँ भयो। तर केही एम्बेसीहरूले चाहिँ चासो देखाउनु भएको थियो। पछि फेरि ठ्याक्कै मेरो कार्यकाल सकेपछि अरूलाई ह्यान्डओभर गरेँ मैले। तपाईँले भनेपछि त्यो सम्भावना चाहिँ जोड्न सकिन्थ्यो यहाँ होइन। अहिले मलाई 2टा कुरा एकदमै गर्व लाग्ने, एउटा तपाईँ विजेता हुनुभयो, अर्को यही नाट्य क्षेत्रमा लाग्नुभएको प्रेमदेव गिरी जसले पद्मश्री पुरस्कार हालसालै पाउनु भएको छ होइन। त्यसको लागि पनि हामीलाई चाहिँ एकदम गर्व लाग्छ। र तपाईँ विजेता भएर त्यो स्टेजमा एनाउन्स हुँदाको पल एकदम भावुक थियो, तपाईँको आँखाबाट होइन, त्यो हर्षको आँसु भन्छु त्यो आइरहँदा सुरुमा तपाईँले कसलाई सम्झनु भयो? मेरो मम्मी बाबा। त्यो कस्तो भयो भने मैले ठ्याक्क अगाडिको पर्फर्मेन्स, मेरो लास्ट पर्फर्मेन्स थियो, अनि त्यही ट्रिब्युट एक्ट थियो, जेन्जी आन्दोलनको सम्बन्धी ट्रिब्युट एक्ट थियो बलिदान गीतमा। अनि मम्मी बाबा यति रुनुभयो त्यो पर्फर्मेन्स हेरेर। त्यही हुनुहुन्थ्यो। अनि स्टेज म यहाँ पर्फर्म गरेर चाहिँ यहीँ हुनुहुन्थ्यो, अनि हेरेर रोको रोइ गर्नुभयो नि झन्। अनि त्यो सकिन साथ म चेन्ज गर्न जानु पऱ्यो कि, म अङ्गाल्न पनि पाइनँ मम्मी बाबालाई। हुन्छ नि अब कस्तो छ तपाईँलाई, के भयो, कस्तो छ भन्नु पनि पाइनँ। अनि चेन्ज हतार चेन्ज गरेर आइसकेपछि त्यो अनाउन्स हुँदा एकैचोटि धेरै कुरा भयो कि। अनि मेरो यो ड्युरेसनमा चाहिँ सबैभन्दा सपोर्टर, मेरो दुःख सुखको साथी, अब काठमाडौँमा अब भनौँ न केही पर्यो भने पनि मम्मीलाई सुनाइहाल्ने बानी छ कि अहिले। अनि मम्मीलाई यो भयो त्यो भयो, अनि त्यही भएर मम्मी बाबाले एकदमै धेरै सम्झे, एकदमै धेरै मम्मी बाबाको अङ्गाल्न मन लाग्यो कि, मम्मी बाबाको हक चाहिरहेको थियो मलाई भनौँ न। अनि उहाँ मात्र नभएर मेरो दाईहरू यहीँ हुनुहुन्छ नेपालगञ्जमा, यति धेरै सपोर्ट गर्नुपर्छ, दाई दिदी, अनि पोखरामा हुनुहुन्छ, उहाँ सबैले सम्झे। तर त्यो मोमेन्ट चाहिँ आँखा अगाडि मम्मी बाबा हुन्थ्यो, आउनु आउनु भनिरहेको थिएँ कि मैले, कतिखेर आएर हक गर्नुहुन्छ भन्ने भइरहेको थियो मलाई। त्यस्तो भइरहेको थियो हजुर। एकदम राम्रो भलाकुसारी भइरहेको छ। तपाईँ सामुदायिक रेडियो कोहलपुर FM 101.5 मेगाहर्जको यो बसाइ डबलीको बसाइ सुनिरहनु भएको छ, हेरि पनि रहनु भएको छ। हामीसँग आज एक्टिङ स्टार 2025 का विजेता नवीना राणा भाटजी हुनुहुन्छ, नेपालगञ्जकी चेली, र उहाँसँग भलाकुसारी गरिरहेका छ। तपाईँलाई पक्कै पनि राम्रो लागेको हुनुपर्छ। उहाँसँग अन्तरङ्ग केही अझै धेरै कुराहरू गर्न पनि छ यो बसाइमा। नवीनाजी, यो रकम पनि कस्तो राम्रो तपाईँले प्राप्त गर्नुभयो। हुन त मलाई एकजना हाम्रो कवि हुनुहुन्छ कोहलपुरकै, त्यति बेला मदन प्रसादको राशि 2 लाख थियो, अहिले त बढाएको छ के अरे। यति राम्रो किताब लेखिसकेपछि अन्तिममा एउटा पत्रकारले सोध्छ तपाईँले यो पाउनुभएको 2 लाख कहाँ खर्च गर्नुहुन्छ भनेर सोधिदिन्छ। त्यहाँ चाहिँ त्यो ठ्याक्कै अगाडि बोल्न चाहिँ गाह्रो हुँदो रहेछ। होइन, म त मैले जिते नि, अब जे पनि गर्छु पैसा भन्न सक्ने आधार चाहिँ हुँदो रहेछ भन्नुभएको थियो। ठ्याक्कै अब तपाईँले झन्डै 10 लाख
10 लाख चाहिँ तपाईँ त्यो एउटा चेक पाइरहँदा मलाई चाहिँ एकदमै गर्व लागेको थियो होइन। त्यो सही ठाउँमा तपाईँले सदुपयोग गर्नुहोस् भन्ने हाम्रो कामना, किनकि तपाईँको यत्रो लामो सङ्घर्ष त्याग छ, त्यसमा पनि धेरै कुराहरू तपाईँले त्यागिसकेपछि एउटा मुकाममा पुग्नु भएको छ। अब तपाईँले काठमाडौँ आउने यहाँका भाइ बहिनीहरूलाई त्यस्तो केही लिङ्क गरिदिन सक्ने अवस्था रहन्छ, जोड दिन सक्ने? अभियसली मैले सिकेको ठाउँमा तिमीहरूलाई सिक्नु मन छ भने अथवा हुन्छ नि क्लासेस बुझ्नु मन छ भने म काठमाडौँ नै छु, मलाई कल गर्दा हुन्छ। मेरो फेसबुक, इन्स्टाग्राम, टिकटकमा जताततै मेरो अकाउन्ट्सहरू छ, मलाई कन्ट्याक्ट गर्दा हुन्छ। कुनै वेमा फिजिकली नभए पनि यदि अब मेसेजको थ्रुबाट हेल्प गर्न सक्छु भने म अभाइलेबल हुन्छु सर। अनि यो ठ्याक्कै थिएटरमा काम गरेको मान्छे मुभीमा चाँडो गइहाल्ने भन्ने हुन्छ। हुन त नेपाली मुभीमा अलिक हाम्रो त्यो के भन्छ हरेक चिजको क्वालिटी कम छ। मैले तुलना गर्न खोजेको होइन, नेपाली सन्दर्भ चाहिँ सुहाउँदो छ, अहिले बिस्तारै बनिरहेका छन्। तर साउथ मुभीहरू होइन, भारतीय मूलका ती चलचित्रहरूमा हेर्ने हो भने थिएटरबाट जानुभएका कलाकारहरू थुप्रो हुनुहुन्छ। उहाँहरू एउटा जीवन्त अभिनय गर्नुभएको छ। त्यो सम्भावना कतिको देख्नुहुन्छ तपाईँले? जस्तो होइन म थिएटरमै काम गर्छु, भोलि मुभीमा जाँदिनँ भन्ने छ कि, अथवा होइन मुभी पनि म ट्राई गर्छु नि त भन्ने केही छ कि? अब पहिला अब थिएटर, अब मैले प्लेब्याक थिएटर भनेर मैले टुर गरिरहेको थिएँ, त्यतिखेर चाहिँ अब थिएटरमै एकदमै रमाउँथेँ म पहिला। तर अब एक्टिङ स्टार भनेर त्यत्रो मञ्चमा गइसकेपछि मेरो ड्रिम भनेको स्क्रिनमा देखिनु छ भन्ने मैले आफूले पनि रियलाइज गरेँ, सबैले पनि रियलाइज गरिसक्नु भयो। सो एट द एन्ड मेरो गोल भनेकै स्क्रिनमा हो। आफूलाई ठुलो पर्दामा दसैँको बेलामा म हरेक त्यो इन्टरभ्यूमा भनिरहेको हुन्छ, म्यानिफेस्ट गरिरहेको छु भनौँ न एक हिसाबले। हरेक दसैँमा मतलब भनौँ न अब आउने दसैँ अथवा कुन दसैँमा हुन्छ, दसैँमा पेरेन्ट्सहरूसँग परिवारसँग आफ्नो फिल्म हेर्न जान पाउनु जतिको ठुलो ड्रिम मेरो अहिलेसम्म भनौँ सबैभन्दा ठुलो ड्रिम त्यो छ। अनि थिएटर पनि गर्दै गर्छु, प्लेब्याक पनि गर्दै गर्छु। तर काम पाइयो भने, राम्रो काम जुर्यो भने त अभियसली स्क्रिनमा गर्नु मन छ। तर एउटा कलाकारिताको समस्या चाहिँ कहाँ हुँदो रहेछ भन्दाखेरि मलाई लाग्ने जस्तो नर्सिङ पेसामा लाग्नेहरूको जीवन र कलाकारितामा लाग्नेको ठ्याक्कै जीवन आफ्नो चाहिँ व्यक्तिगत हुँदो रहेनछ कि, जति बेला पनि जहाँ पनि एभाइलेबल भइहाल्नु पर्ने होइन, त्यो कामको सिलसिलाले त्यस्तो हुँदो रहेछ। अनि एउटा मैले त्यो भनेर अवहेलना गर्न खोजेको चाहिँ होइन, तर हाम्रो जस्तो समाजमा महिलालाई ठ्याक्कै अगाडि बढ्न, तपाईँ भाग्यमानी मान्छे हो अथवा भाग्यशाली मान्छे हो, तपाईँले एउटा फ्यामिलीको ब्याकग्राउन्डबाट आउनुभयो र त्यो हौसला पाउनुभयो। यहाँ थुप्रै त्यस्ता दिदीबहिनीहरू हुनुहुन्छ, उहाँसँग प्रतिभा छ, कला छ, जो अगाडि आउन पाउनु भएको छैन। त्यो चिजको लागि पनि तपाईँ म चाहिँ एउटा ब्रान्ड बन्छु नि, उहाँहरूलाई पनि लिङ्क गर्छु भन्ने चाहिँ देख्नुहुन्छ? देख्छु नि। मेरो पनि यस्तो भयो, पेरेन्ट्सहरूलाई मैले भनेको थिएन मैले एक्टिङ स्टार जोइन गर्दाखेरि। अनि हजुरले मेरो फर्स्ट त्यो पत्रिकामा पनि छ कि, अनि मैले कहिले भनेको थिएन, मैले 3 महिना जति भनिनँ। जब टिभीमा आउनु लाग्यो तब मात्रै भने मम्मी बाबाले, बिकज अब देखिहाल्नुहुन्छ त। अनि झन् टिभीमा आइसकेपछि देखाउनु पनि पर्यो, झन् कस्तो त्यो ठुलो प्राउडको कुरा हो नि त। अनि त्यतिखेर भनेको थिएँ। अनि एज अ फिमेल, एज अ वुमन मलाई पनि अब कति धेरैजना आफ्नै आफन्तले भन्नुभयो कि अब मैले एक्टिङ सिकिरहेको छु भन्दाखेरि अलिकति अगाडिको मान्छेले मैले अब कन्भर्सेसन मैले एक्टिङ सिकिरहेको छु नि भने अलिकति के गरे जस्तो हुन्छ, त्यो रेस्पोन्स दिन सक्नुहुन्थेन कि उहाँहरूले, त्यस्तो थियो। अनि त्यही भएर मेरो चाहिँ के भयो भने प्लस पनि मैले ब्याचलर गर्दै एक्टिङ सिकेँ। त्यसले गर्दा उहाँहरूले चाहिँ अब काठमाडौँ बस्दाखेरि चाहिँ तिमीले एक्टिङ मात्रै गरिरहेको छु भन्दाखेरि चाहिँ अनि किन टाइम वेस्ट गरिरहेको भन्ने हुँदो रहेछ कि उहाँहरूको माइन्डसेट म नचाहेँ। अनि मैले चाहिँ मेरो त टाइम वेस्ट गरेर मैले टाइम युटिलाइज गरिरहेको छु नि त। अनि एज अ फिमेल, एज अ युथ, एज अ अब यङ वुमन म चाहिँ सक्दो अब आफूले गर्ने प्रोजेक्ट्सहरू पनि हुन्छ नि फिमेल ओरिएन्टेड गर्न सकियो भने, अथवा स्टोरिज वुमनको स्टोरिज लिएर आउन सकियो भने आई ट्राई माई बेस्ट। अनि यस म अब वुमनहरूको लागि भनेर अब उहाँहरूलाई पनि लिङ्क गर्न पोसिबल भयो भने मेरो क्षमता अनुसार जे सकिन्छ त्यो म गर्छु। त्यति चाहिँ ढुक्क हुनु होला। यो तपाईँ विजेता भएर नेपालगञ्ज आउने बेला पहिलोपटक भनौँ न, त्यसपछि विजेता भएर मैले नेपालगञ्जको माटो छोएँ अथवा बाँकी जिल्लालाई छोएँ भन्दाको खुसी के थियो? मलाई तपाईँहरूले सोसियल मिडियामा देख्नुभयो भने बाजा गाजाको साथ मलाई वेलकम गर्नुभएको थियो। अनि म त्यो बाटोभरि रोएँ। मलाई त कस्तो हुन्छ नि, एउटा
बेहुली एउटा छोरीलाई चाहिँ बिहे गरेर त्यो घर फर्काएको बेला जस्तो हुन्छ नि त्यस्तो फिल भएको कि त्यो एकदमै वार्म वेलकम थियो यति धेरैजना आइदिनु भएको थियो अनि झन् त्यो एज एन आर्टिस्ट एउटा आर्टिस्टले मलाई वेलकम गरिराख्नु भएको थियो कि त्यहाँ बाजागाजाको साथ कस्तो एकदमै प्राउड मोमेन्ट त्यतिखेर म त कति रोएँ सर म मात्र होइन मेरो मम्मी बाबा पनि रुनुभयो अनि एकदमै खुसी लाग्थ्यो त्यो समय दिनुभयो त्यसरी वेलकम गर्ने एउटा वेलकम गर्ने क्षमता आई मिन लाइक सी इज द के हुन्छ भने प्राउड मोमेन्ट थियो कि मेरो लागि पनि नेपालगञ्जको लागि पनि अनि त्यही भएर एकदमै खुसी फिल भएको थियो अनि अहिले साथीभाइ कस्तो हुँदो रहेछ भन्दाखेरि सङ्घर्ष गर्ने बेला साथीभाइहरूले पहिला इग्नोर गर्ने मतलब नगर्ने पनि हुन्छ आफन्ती साथीभाइले अघि पनि भन्नु तपाईँले होइन जब मान्छे मुकाममा पुगिसक्छ त्यसपछि उसले फोटो खोजी अनि चाहे त्यो मन नपराउने मान्छे नै किन नहोस् या दुश्मनै किन नहोस् भन्ने प्रसङ्गमा उसले चाहिँ पोस्टरमा मेरो साथी मेरो दिदी बहिनी फलानु हलानु भनेर त्यो हाल्ने चलन छ नि अनि कमसेकम तपाईँको त्यत्रो आएर गइसक्दाखेरि पनि केही यो मान्छेले मलाई रेस्पोन्स जिन्दगीमा गर्थेन होला भन्ने लागेको यो चाहिँ अहिले रेस्पोन्स गर्यो भन्ने केही इन्सिडेन्टहरू त्यस्तो केही भयो फिल गर्नुभयो यस्तो छ मेरो स्कुलको साथीहरूले चाहिँ मैले पहिला चाहिँ म नाटक गर्छु भन्दाखेरि त नाटक गर्छस् भनेर भन्थ्यो कि त्यतिखेर तर मेरो स्कुलको साथी चाहिँ हेज बिन मेरो चेयर लिडर पहिलेदेखि मलाई सपोर्ट गरिरहेकै हो तर यो ड्युरेसनमा चाहिँ यस्तो सिचुएसन भन्दा पनि उल्टो के भयो भने मलाई नचिन्ने मान्छेहरूले नै मलाई सपोर्ट गरिराख्नु भएको थियो अनि जस्तो अब मेरो मम्मी बाबालाई चिन्ने अथवा नेपालगञ्जको चेली भनेर नै पश्चिमको चेली बाँकीको चेली जिताउनै पर्छ भनेर हाम्रो परिवार अथवा हुन्छ नि नेपालगञ्ज मात्र होइन पुरै नेपालको कति धेरै ठाउँबाट सपोर्ट गर्नुभएको थियो कि सबै लागि पर्नु भएको थियो अनि त्यो नै एकदमै अचम्मको कुरा भयो नि त एउटा मैले कसरी यति धेरै माया आइरहेछ कति धेरै सपोर्ट आइरहेछ जस्तो लाग्थ्यो कि मलाई अनि बाहिर विदेशमा हुनुभएको कतिजनाले पनि कस्तो फिल हुँदो रहेछ भने नेपालगञ्जमा बसेर नेपालगञ्जको एउटा चेलीले नेपालमा के गर्न खोजिरहेछ भने किन सपोर्ट नगर्ने भन्ने हुँदो रहेछ कि उहाँहरूको मनसाय अनि उहाँहरूले पनि एकदमै सपोर्ट गर्नुभयो अनि एकदमै माया दिनुभयो यो ड्युरेसनमा मलाई तपाईँले अघि एक थोक भन्नुभयो मलाई कस्तो अलिकति फरक खाले त्यो म आफूले पनि फिल गर्न भए एकछिन भए पनि तपाईँ त्यत्रो बोझ बोकेर विजेता हुनुभयो बोझै भन्छु मैले किनकि त्यो हरेक दिनको एउटा तनाव प्रेसरहरू छँदैछ होइन त्यसमध्येमा पनि नयाँ नयाँ कथाहरू कसरी दिने कसरी त्यसलाई पर्फर्म गरेर सकेसम्म रिजाउने अथवा अझ राम्रो गर्ने भन्ने हुन्छ नि बेटर गर्ने त्यो एक खाले त्यो तनाव हुन्छ नि मैले एकदम गरुङ्गो चिज मेरो शरीरले भ्याउँदैन क्षमता त्योभन्दा बढी चिज मैले उठाइरहेको छु अब मलाई बिसाउने अन्तिम 2 जना हुनुहुन्छ तपाईँ त्यसमा त्यो नाम घोषणा भएपछि त एकदम तपाईँ एउटा आकाशबाट बिस्तारै त्यो कुनै प्वाक होइन पङ्ख यसो खसाल्दा बिस्तारै खस्छ नि त्यो टाइप जस्तो फिल भयो तपाईँलाई यति हल्का फिल भयो एकदम कुनै बोझ थियो मेरो शरीरमा या टाउकोमा कतै मैले बिसाएँ भन्ने भयो त्यस्तै फिल भयो सर तपाईँले कस्तो ठ्याक्क त्यो भिडियो हेर्नुभयो भने म एकदमै वहाँ गरेर पनि रुन सकिनँ अनि एकदमै खुसी भनेर गर्न पनि सकिनँ कि त्यतिखेर त्यो पर्फर्मेन्स गर्दाखेरिको धप्पेडीले नै मलाई एकदमै गाह्रो बनाएको थियो इमोसनली पनि एकदमै त्यो इमोसन ट्रान्जिसन हुन पाएको थिएन कि म त्यो पर्फर्मेन्समै त्यो एज एन क्यारेक्टर पनि दौडिरहेको थिएँ अनि एज एन नबिना पनि दौडिरहेको थिएँ अनि एज अ कन्टेस्टेन्ट पनि दौडिरहेको थिएँ धेरै कुरा भइरहेको थियो कि त्यहाँ अनि त्यो सकिसक्दाखेरि चाहिँ जिउ लर्याक लुरुक भएको थियो कि अनि बोलाइरहेको थिएँ मम्मी बाबालाई तर त्यो एक हिसाबको भन्ने खालको त्यो एनर्जी नै थिएन ममा अनि ठ्याक्क त्यस्तै फिल भयो अहिले पनि मलाई त्यो सम्झिँदाखेरि पनि त्यस्तै फिल भयो यो संसार ब्रह्माण्ड एउटा रङ्गमञ्च हो हजुर तपाईँ हामी पात्र हौँ या जे लेखिएको छ या हामी जे गर्छौँ त्यो एउटा अभिनय हो हामी पात्रले पनि अर्को एउटा अभिनय गरिरहेको छौँ जुन तपाईँले गरिराख्नु भएको छ त्यसलाई चाहिँ कसरी हेर्नुहुन्छ यो एउटा ब्रह्माण्ड रङ्गमञ्च हो तपाईँ हामी पात्र हौँ तपाईँ पात्रले पनि अर्को एउटा अभिनय गरेर विजेता हुनु भएको छ ओहो तपाईँ पनि एउटा आर्टिस्ट हुनुहुँदो रहेछ भने मैले फिल गरेँ हो त्यस्तो यस्तो हुन्छ मैले चाहिँ के गर्थेँ भने जहिले पनि मेरो अब पर्फर्मेन्स आइतबार हुन्थ्यो भने शनिबार राति म 12-1 बजीसम्म बसेर चाहिँ म एज अ नबिना मेरो क्यारेक्टरलाई चाहिँ चिठी लेख्थेँ कि अनि के सोचिरहेछौ के फिल भइरहेछ तिमीलाई भनेर त्यस्तो हुन्छ नि त्यो लेख्ने बानी थियो मेरो त्यो अब अक्षर त राम्रो छैन तर पनि त्यो यति धेरै कोर्थेँ अनि म आफूलाई पनि आफूसँग पनि बोल्थेँ अनि त्यो क्यारेक्टरसँग पनि बोल्थेँ सो द्याट म स्टेजमा गएपछि त्यो दुईवटा क्यारेक्टर चाहिँ सँगै एक हिसाबले नजिक आओस् सँगै होस् भन्ने लाग्थ्यो कि मलाई
अनि हो कस्तो अचम्म लाग्छ कति पर्फर्मेन्सहरू गरिसकेपछि चाहिँ अनि ल यो क्यारेक्टर मसँग रहेछ है भन्ने जस्तो कति कुरा त आफैसँग हुन्छ नि त। जस्तो तारा भन्ने एउटा क्यारेक्टर गरेको थिएँ जसको त्यो बच्चाकोमा चाहिँ अटिजम थियो कि, अनि त्यो बच्चाको क्यारेक्टर गर्दाखेरि त्यो ड्युरेसनमा चाहिँ मसँग यस्तो खालको एक्सपिरियन्स त छैन, मैले कतैबाट देखेँ होला, तर कसरी यो क्यारेक्टर म भित्र रहेछ र मैले निकाल्न सकेँ, आफूसँग कतै न कतै लुकेको त छ र निकाल्न सक्यौँ नि त हामीले। अनि त्यतिखेर चाहिँ त्यो सकिँदाखेरि चाहिँ मलाई आफै देखेर छक्क परेको थियो कि, साथीहरू पनि छक्क परेको थिइन्, आफू पनि म यस्तो खालको स्टोरी लाइन पनि गर्न सक्छु र यस्तो खालको क्यारेक्टर पनि निभाउन सक्छु र भन्ने भएको थियो मलाई त्यतिखेर। मैले सायद तपाईँको आन्सर दिएकी थिएन यो अब मलाई अलिकति त्यो भित्रका कुरा कतिपय कुराहरू तपाईँलाई भन्न पनि अप्ठ्यारो होला अथवा कतिपय कुरा प्राइभेसीका पनि रहला, तर एकदम छोटोमा त्यहाँ तपाईँहरू अथवा त्यस्तो कुनै कार्यक्रमहरूमा स्टोरी होइन म यो स्टोरी गर्छु भन्ने हुन्छ अथवा उहाँहरूले नै दिएको चिजलाई पर्फर्म गर्नुहुन्छ? होइन, उहाँहरूले चाहिँ यदि मलाई कुनै स्टोरी गर्नु मन छ भने मैले आफूले चाहिँ स्ट्रङली मलाई यो कथा चाहिँ गर्नु मन छ भनेर आफू स्ट्रङ भएर आफूले चाहिँ मेहनत गर्न सक्छु भन्ने जस्तो लाग्यो भने चाहिँ उहाँहरूले ओके गरिदिनुहुन्छ। बिकज एट द एन्ड देखाउने भनेको हामीले हो नि त, हाम्रो मेहनत बढी इम्पोर्टेन्ट हुन्छ नि त त्यहाँ। अनि त्यही भएर त्यस्तो ऊ चाहिँ थिएन, रोकटोक चाहिँ थिएन, तर तिमीले चाहिँ जस्टिस गर्नु पऱ्यो तिम्रो स्टोरीमा, तिमीले चाहिँ मेहनत गर्नु पऱ्यो भन्नुहुन्थ्यो हामीलाई सरहरूले सबैले। मलाई खुसी लाग्ने कुरा कहाँ छ भन्दाखेरि भरत राणाबाट सर, मिनाजीहरू पनि तपाईँको फ्यामिली नै साहित्यिक ब्याकग्राउन्डको भन्छु कि म चाहिँ, तपाईँ अभिनय क्षेत्रबाट अझै थपिनु भयो होइन, त्यसले थप ऊर्जा देला त्यो राणाबाट परिवारमा पनि अझ राम्रो होला भन्छु म। तपाईँको आगामी यात्रा एकदमै सफल रहोस् र यसरी पश्चिम आउँदा अब चाहिँ केही न केही नयाँ चिज चाहिँ म लिएर आउँछु भन्ने चाहिँ होस्, अथवा केही बसाइ गरौँ, छलफल गरौँ, केही मन्थन गरौँ, त्यसले नयाँ जोडिनेलाई पनि एउटा सम्भावना होला भन्ने चाहिँ छ। यो समय दिनुभयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्दछु। थ्याङ्क यू सो मच। तपाईँले भने जस्तै मेरो मम्मी बाबा दुवै एकदमै लेख्न मन पराउने हुनुहुन्छ होइन, उहाँहरूले पनि कति कोर्नुहुन्छ, अनि झन् स्पेसली अब काइँलोबाको त बुकहरू पनि आइसकेको छ, अनि त्यो बुकहरू पनि पढ्नु होला। अनि मिना दिदी त मुटुको टुक्रा, मिना दिदीले जति मेरो एउटा मुटु छ भने एउटा आधी मुटु दिदी धड्किनुहुन्छ क्या दिदीको, यति यो ड्युरेसनमा सबैभन्दा मम्मी बाबा पछि सबैभन्दा धेरै चियर लिडर उहाँ नै हो, उहाँले एकदमै धेरै सपोर्ट गर्नुभयो। दिदीलाई पनि यही भनौँ न रेडियोहरूमा यस्तोमा काम गर्न मन लागेको भएर चाहिँ आफ्नो झल्को ममा देख्नु भएर पनि झन् दिदीलाई त्यो सपोर्ट गर्न मन लाग्ने रहेछ क्या, दिदीलाई आफू नै त्यही छु जस्तो फिल हुँदो रहेछ। अनि त्यही भन्छु, यहाँ उहाँ मात्रै नभएर मेरो आफ्नो रिलेटिभ मात्र नभएर कतिजनाले चाहिँ आफ्नो छोरी, आफ्नो बहिनी, आफ्नो भान्जी जसरी सपोर्ट गर्नुभयो कि मलाई, ल यो बहिनीलाई चाहिँ यो नानीमा चाहिँ केही न केही छ, यिनलाई त पुस्ट गर्नुपर्छ भनेर पुरै नेपालगञ्ज, पुरै बाँके, अनि यहाँ मात्र नभएर विदेशबाट सबैजना लागि पर्नु भएको थियो, नेपालभरिबाट कति धेरै ठाउँबाट मैले चिन्दा पनि चिन्दिनँ कतिलाई त, उहाँहरू सबै लागि पर्नु भएको थियो। त्यसको लागि चाहिँ एकदमै ग्रेटफुल फिल गर्छु। अनि यसरी मलाई यहाँ इन्भाइट गर्नुभयो, कस्तो मिठो कन्भर्सेसन भयो, अनि मलाई पनि एज एन आर्टिस्ट एउटा आर्टिस्टसँग कुरा गरेको जस्तो, एउटा नाटक मन पराउने, नाटक रुचाउने मान्छेसँग कुरा गरेको जस्तो भयो कि, अनि झन् कस्तो प्रफुल्ल भइरहेछ मन। अनि यसरी नै धेरै माया दिनु होला, पछिसम्म मेरो लामो यात्रा हुनेछ, हेर्दै जानु होला, त्यही नै भन्न चाहे। धन्यवाद। तपाईँको स्टेजमा हामी दर्शक भएर हेर्न सकौँ र पाठक भएर तपाईँको किताबहरू पढ्न सकौँ, श्रोता भएर तपाईँको ती बाणीहरू सुन्न सकौँ, यही विशेष हामी शुभकामना दिन चाहन्छौँ। र प्रविधि संयोजनका प्राविधिक साथी जनता रैकालाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। आजको बसाइ तपाईँलाई जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया अवश्य दिनुहोला, सामुदायिक रेडियो तपाईँकै रेडियो र निरन्तर सुनेर हामीलाई साथ दिनुहोला भन्दै आजको बसाइ डबलीबाट बिदा माग्छौँ। हवस् त, नमस्ते।